धर्मको नाममा छुवाछुत सम्बन्धी अपराध जनप्रतिनिधिद्वारा चलाइयो। दलित समुदायको घर भत्काउनको लागि डोजर। महायज्ञको नाममा दलित परिवारको घरमा डोजर चलाएर उठीबास लगाएको आरोपमा घटनामा सिराहाको औराही गाउँपालिका अध्यक्षसहित 3 जना विरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ। दलित समुदायका अगुवासहित पीडित परिवार शनिबार जिल्ला प्रहरी कार्यालय पुगेर जाहेरी दर्ता गराएका हुन्। औराही गाउँपालिका 5 का दलित समुदायका पीडित दीपक मालिकले दिएको जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी कसुरको जाहेरीमा गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्व वडाध्यक्ष दिलीप यादव र बजरङ्गी बाबालाई प्रतिवादी बनाइएको छ। घटनाक्रम चैत्र 17 गतेदेखि हुने भनिएको महायज्ञको लागि बनाउँदै गरिएको मण्डप नजिकै मालिकको घर थियो। 30 वर्षदेखि बस्दै आएको उक्त दलित परिवारको घर 5 वर्ष अघि जनता आवास कार्यक्रम अन्तर्गत बनेको थियो। आसपासमा दलितको बसोबास र आवत जावतले महायज्ञ अपवित्र हुने भन्दै आयोजक बजरङ्गी बाबाको आग्रहमा पालिका अध्यक्ष यादवले पूर्व वडाध्यक्ष यादव समेतको पहलमा मालिकको घरमा डोजर चलाएका थिए। उनले घर मात्र भत्काएनन्, अछुतो हुने भन्दै घर भएको ठाउँको माटो समेत ताछेर फालेका थिए। सिराहाका प्रहरी प्रमुख एसपी रमेश पण्डितले पीडित परिवारको जाहेरी प्राप्त भएर कानुनी कारबाही प्रक्रिया अगाडि बढेको जानकारी दिएका छन्। जातीय छुवाछुत सम्बन्धी कसुर दोषी ठहर भएमा 3 महिनादेखि 3 वर्षसम्म र 50,000 देखि 2 लाखसम्म जरिवानाको कानुनी व्यवस्था रहेको छ।